स्पोर्ट्स वीकेंड में टायर What's up guys, what's cooking? Hi YouTube. So आज चाहिँ हामी मेरो Panigale V4 को सर्भिसिङ लेट्स से गर्न जाँदैछौँ. एक्चुअली इट्स नट सर्भिसिङ तर अब टायर चेन्जहरू गर्दैछौँ. सो बोथ फ्रन्ट एन्ड रियर टायर चेन्ज गर्छौँ. रियर टायर चाहिँ अस्ति ट्र्याक गएको भएर अलिकति यहाँ हल्का ध्वस्त भएको छ, त्यही भएर यसलाई चाहिँ फेरिदिनु पऱ्यो. अनि त्यो फेरेको बेला पछाडिको फेरेको बेला अगाडिको नि फेरिदिउँ. अनि हामी ब्रेम्बो प्याड्स यता ब्रेक प्याड पनि फेर्दैछौँ. यो हल्का कोल्ड स्टार्ट गरिदिउँ रेडी हुने बेलासम्म. Guys, we headed out as a Texas Superbike जाँदैछौँ. ग्यास पनि हाल्नु पऱ्यो. यसको चाहिँ अब स्पिडोमिटरमा ग्यासको गजहरू केही पनि हुँदैन होइन. कि ट्याङ्की हल्लाउनै पऱ्यो कि लाइट बल्नै पऱ्यो. अनलेस अब बिएमडब्लुहरूको चाहिँ मैले देखेकोमा बिएमडब्लुहरूको चाहिँ गाडीहरूको रेन्ज देखाएको जसरी नै देखाउँछ है. सो ग्यास हालौँ. ग्यास चाहिँ अलमोस्ट 3 ग्यालन जान्छ. 3 ग्यालन भनेको हाम्रो अलमोस्ट कति 11.5 लिटर्स हुन्छ जस्तो लाग्थ्यो मैले अस्ति चेक गर्दाखेरि. $12 to $15 हुन्छ फुल ट्याङ्क गर्दाखेरि. त्यो भनेको 2000 रुपियाँ नेपाली. या स्टिङ्गर ट्राइन रेस एक पुल हानौँ. Man, every time V4 ले चाहिँ मलाई साह्रै अमेज गर्छ. एभ्री टाइम मैले चलाउँदाखेरि छुट्टै रमाइलो हुन्छ V4मा चाहिँ है. सो यो चाहिँ हाम्रो 635 हाइवे. यता चाहिँ हामी विकेन्डमा स्पेसली आउँछौँ. बिहान अर्ली मर्निङ राइड गर्दाखेरि यता ड्र्यागहरू गर्छौँ अलिक केयरफुल भएर. टोटली खाली हुन्छ यो ठाउँ चाहिँ है. V4 चाहिँ इट्स बिन 3 years, कम्प्लिट 3 years मैले चलाउन थालेको. यसमा चाहिँ अलिकति हात बसिसक्यो, अलिक कम्फर्टेबल लाग्छ. H2मा चाहिँ अझै पनि स्टिल लर्निङ कर्भ चलिरहेछ. त्यो चाहिँ अलिकति ह्यान्डल गर्न गाह्रो नै छ. यो ट्युन गरेर त्यो नगर्दा जतिकै छ है. मलाई H2 त्यस्तो साह्रो हुन्छ जस्तो चाहिँ लागेको थिएन. फर्स्ट टाइम देखेको पनि मैले किन्दाखेरि नै हो. फर्स्ट चलाएको पनि मैले किनिसकेपछि नै हो. सो अलमोस्ट 5 months भयो H2 लिएको चाहिँ. सो हाम्रो यो 635 भयो. अब आज चाहिँ अलिकति विकडेज परेको भएर हल्का ट्राफिक छ. यो रोडमा चाहिँ यो चाहिँ टोल रोड हो. यसमा चाहिँ अब ट्राफिक टाइममा छिरेकै $7 कति लाग्छ. अब हामी त बाइकको नम्बर प्लेट टक्टिन गरेको भएर हाम्रो चाहिँ बाइकमा चाहिँ युजली टोलको पैसा काट्दैन. त्यो क्यामेराले भ्याउँदैन रहेछ. सिटिङ गरे जस्तो हो त्यो. अब ठिकै छ, गाडीको काटि नै राम्रो छ. ब्यालेन्स अलिअलि सेभिङ्स पनि गर्नु पऱ्यो नि त. आज चाहिँ हल्का ट्राफिक अलिक धेरै नै छ है. बाहिर चाहिँ टोल रोड भएर त्यति खाली भएको थियो. बाइक तातेर हैरान हुन्छ फेरि यो ट्राफिकमा पर्दाखेरि. एट टेक्सस सुपर बाइक यो चाहिँ गुड फ्रेन्ड अफ माइन एलेक्स, उसको हो. अब युजली सोरुमहरूमा सर्भिस गर्दाखेरि 300 सर्भिसिङ, लेट्स से 300 सर्भिसिङ हुन्छ भने 350 लेबर चार्ज हुन्छ क्या. सो अब त्यो
अन्नधुन पैसा फाल्नुभन्दा अब अलिकति ट्रस्टेड अब यतिको वर्कसपमा आएर गर्दाखेरि पैसा सेभिङ हुन्छ भने वाइ नट भन्ने कुरा हो। F1 यो चाहिँ नर्मल हो। F1 चाहिँ अलिकति पावरफुल हुन्छ तर दिस इज गुड फर V4 भनेर मैले यो मगाएँ। यसले चाहिँ हाम्रो एक्जस्टको एयर फ्लो एक्जस्टलाई पुग्ने एयर फ्लो चाहिँ अलिकति दिन्छ र थ्रोटल रेस्पोन्स पनि अलिक क्विक हुन्छ। लुक एट दिस ब्युटी म्यान, G63 AMG 4x4 यो चाहिँ ऱ्याप गर्न लिएर आएको रहेछ। इन्टेरियर पनि बब्बाल छ जस्तो छ यार। लुक एट द्याट, रोल्स रोयस जस्तो देखिन्छ त कुलिनन जस्तो। ड्याम नाइस नाइस म्यान, यो त अति बवाल छ यो गाडी। सो त्यहाँ हाम्रो S1000 ट्युन हुन लागेको छ, डाइनो ट्युन। अपम्याप गरिसकेको होला, त्यसको गरिसकेको होला होइन, गरि नै सक्यो। यता 2025 S1000 क्रास नै गरिसकेको छ यार। दे आर रिबिल्डिङ इट म्यान। बाइक आएको 1 महिनामा क्रास हुँदाखेरि त कस्तो हुन्छ होला यार। Here's another beauty, Panigale V4R with SC Project full system titanium dry clutch। कसको बाइक हो यस्तो 4 बनाएर राखेको रहेछ यार, तर इट्स ब्युटिफुल म्यान, इट्स ब्युटिफुल। यो चाहिँ 2022 रहेछ। बेसिकली म चाहिँ यो गिल्स हेर्छु कुन मोडल हो भनेर। 2019 फर्स्ट मोडलतिरको अब विङ्स नै थिएन, सेकेन्ड मोडलमा गिल्स थप्यो, थर्ड मोडलमा गिल्स 2टा थप्यो, त्यसरी हुन्छ। म चाहिँ त्यसरी याद हुन्छ कुन मोडल भनेर। अब त्यो म एभ्री टाइम करेक्ट नहोला तर त्यसरी याद गरेर हुन्छु। सो फाइनली वी आर गेटिङ आवर टायर स्वाप्ड। मैले चाहिँ पेरिली सुपर कोर्सा SCV4 हाल्न लागेको हो। यसको चाहिँ भेरिएन्ट छ, यो चाहिँ बसम्यान इज गोइङ टु चेन्ज द टायर। वाट्स अप म्यान। यो चाहिँ यसको चाहिँ अब कतिको फ्लेक्सिबल रोड र ट्र्याकमा चलाउने छुट्टै हुन्छ टायरहरू होइन। यो चाहिँ SC3 रहेछ, मैले चाहिँ SC4 हाल्न लाग्यो, त्यो चाहिँ लेटेस्ट हो। सबैको प्राइस वाइज एउटै नै छ पैसा चाहिँ। यसको चाहिँ यसरी बिचमा गइसक्यो, छेउमा अब अलिकति बाँकी त थियो, अब त्यो कामै छैन यो चलाएर। सो ट्र्याक सेसन चाहिँ भ्यायो जियोस्। अब विन्टरमा ट्र्याक गइँदैन, समर सकिहाल्यो लगभग। सो अहिले चेन्ज गरेर टक्क सफा बनाएर राखौँ बाइक भनेर चेन्ज गर्यो। सो फाइनली टायर, ब्रेक प्याड्स, एयर फिल्टर सबै चेन्ज भयो है। एन्ड वी आर हेडेड ब्याक टु होम। अब कामसाम सकेर आएको, टु टायर्ड आज। बाइक अब फ्रेस भयो, दिमाग पनि फ्रेस भयो, एकछिन आनन्द हुन्छ त्यति भइसकेपछि। बाइक भनेपछि चाहिँ खोइ के हो, अब म लगायत बाइक इन्थुजियास्टलाई पनि अभियसली यस्तै नै हो होइन, तर यत्तिकै खुसी लाग्छ बाइकमा बसेर चलाउन पाइसकेपछि। अफिस टाइम छ, इट्स ट्राफिक। युएसमा पनि जाम चाहिँ हुन्छ है गाइज, ट्राफिक जाम हुन्छ। बाइक भएर अलिकति यहाँ चाँडो भयो, गाडी भएको भए हेर्नुहोस् त कहिले पुग्ने म। फेरि त्यही अहिलेको टोल रोड आयौँ, यता चाहिँ अब अलिकति खाली नै हुन्छ। आई गेस द्याट्स अल फर टुडे गाइज। अब छिट्टै H2 को पनि भ्लगहरू अझै आउँदैछ। H2 मा पनि नयाँ कुरा लाग्दैछ। प्रिटी सुन आई विल अपडेट यु गाइज। म भ्लग अब भ्लगमा त्यति कम्फर्टेबल अझै भइसकेको छैन, बट दिस इज माई 3rd आई गेस 4th भिडियो। इङ्ग्लिसमा भन्दा नेपालीमा चाहिँ अलिकति बोलेर गर्न चाहिँ छुट्टै मजा चाहिँ आउँछ, त्यो मनको कुरा भने जस्तो हुन्छ होइन। त्यही भएर यो भ्लग चाहिँ मैले नेपालीमै अपलोड गरेँ। हेरिदिनु होला मेरो भ्लग। अब बिस्तारै के इम्प्रुभ गर्नुपर्छ कमेन्ट सेक्सनमा लेखिदिनुहोस्। अब आफ्नो प्यासन, बाइकको प्यासन, क्यामेराको प्यासन फलो गर्न खोज्दैछु। अब विदेशी लाइफमा काम साम सबै ब्यालेन्स गरेर यति हुनु भनेको आइ एम थ्याङ्कफुल टु गड होइन। गर्न खोज्दैछु, ट्राई गरिरहेको छु। अब यही कुराले खुसी बनाउँछ भने वाइ नट होइन, गर्नु पऱ्यो। द्याट्स इट गाइज। अब अरू के हेर्न मन लाग्छ तपाईँहरूलाई त्यो पनि कमेन्ट गरिदिनु होला, केही अरू स्पेसिफिक केही छ भने। तर अब मेजोरिटी चाहिँ मेरो अब म बाइक गाडीहरूको नै राख्छु होला मेरो युट्युब च्यानलमा। डेली एक्सपिरियन्स, ब्लग, कार मिट, बाइक मिट, यताउता।
सो स्टे ट्युन फर H2 है, H2 को चाहिँ खत्रै अपडेट आइरहेछ या